Welcome to this class and today we read this data interpretation where the question say that total revenue दिएको छ यति total sale दिएको छ यति and question number 1 ले के भन्छ भने what is the net revenue per stream sold भन्छ approximately भन्छ ओके अब यसमा total revenue टोटल सेल र नेट रेभेन्यू हामीले पहिले निकालौँ एउटा टेबलमा त्यही भएपछि अरु क्वेशन गर्नलाई सजिलो हुन्छ टोटलको सेल भन्दा टोटल रेभेन्यू कसरी निकाल्ने त भन्दा जस्तै कि अल्टोको हेरौँ अल्टोको 11% अफ कति त 1139200 1139200 यसलाई सल्भ गर्दाखेरि 125312 हुन्छ एकदम इजी छ सल्भ गर्न पनि 11/100 इन्टु 1139200 गर्ने के अरे योले यसलाई काट्यो यसलाई सल्भ गर्दाखेरि ठ्याक्कै यति आउँछ यो भयो टोटल रेभेन्यू भयो त्यसै गरी टोटल सेल कति हुन्छ त भन्दा अल्टोकै हेरौँ 8% छ 8% अफ कति त 553610 553610 यस्तै गरी गर्ने भने ठ्याक्कै यसै गरी गर्ने भने 8/100 इन्टु 553610 यसलाई सल्भ गर्ने भने कति आउँछ त भन्दा 52288.8 आउँछ त्यसै गरी अब नेट रेभेन्यू निकालौँ त नेट रेभेन्यू यसैको अल्टोकै नेट रेभेन्यू निकाल्दाखेरि के हुन्छ भने टोटल रेभेन्यू अपन टोटल सेल इन्टु 10⁶ यो गर्दाखेरि कति आउँछ त भन्दा यसको ठ्याक्कै यो अपन यो इन्टु 10⁶ यो गर्दाखेरि कति आउँछ त यसको भन्दा 125,312 अपन 52288.8 इन्टु 10⁶ यो सल्भ गर्दाखेरि 2396536 आउँछ ओके यस्तै गरी हामीले सबैको टेबल निकाल्दाखेरि कस्तो हुन्छ त भन्दा टोटल रेभेन्यू टोटल सेल्स र नेट रेभेन्यू ओके अब पहिले अल्टोकै हेरौँ न त अल्टोको टोटल रेभेन्यू कति आएको छ 125312 आएको छ यहाँ भने अल्टोको टोटल रेभेन्यू 125312 आएको छ ओके त्यसै गरी अल्टोकै टोटल सेल हेरौँ त अल्टोकै टोटल सेल कति आएको छ अल्टोकै टोटल सेल 52288.8 52288.8 अब यसको अल्टोकै नेट रेभेन्यू कति आएको छ यहाँ दिएको छ अल्टोकै नेट रेभेन्यू 2396563 2396563 यस्तै गरी अब यमको म आफैले गरेको छु यमको तपाईहरुले गर्नु होला नत्र टाइम धेरै लाग्छ 546816 यो चाहिँ यसको टोटल रेभेन्यू आउँछ यमको भने यमको टोटल सेल कति आउँछ त भन्दा 379093.8 आउँछ त्यसै गरी यमकै नेट रेभेन्यू कति आउँछ त भन्दा 1442429 आउँछ त्यसै गरी स्टिमको हेरौँ त कति आउँछ त भन्दा स्टिमको 1936664 आउँछ टोटल रेभेन्यू स्टिमको त्यसै गरी टोटल सेल कति आउँछ त भन्दा 130,722 आउँछ त्यसै गरी स्टिमकै नेट रेभेन्यू कति आउँछ त भन्दा 1481495 आउँछ त्यसै गरी जेनको हेरौँ त कति हुन्छ त यो टेबल सबैमा काम लाग्ने हुनाले पहिले गरेको हो जेनको टोटल रेभेन्यू कति आउँछ त भन्दा 34176 आउँछ त्यसै गरी जेनकै टोटल सेल कति आउँछ त भन्दा 19608.3 आउँछ त्यसै गरी जेनकै नेट रेभेन्यू कति आउँछ त भन्दा 1742935 आउँछ त्यसै गरी अर्को पनि हेरौँ ओम्नीको हेरौँ त ओम्नीको कति आउँछ त भन्दा टोटल रेभेन्यू 239232 आउँछ ओम्नीको टोटल सेल कति आउँछ त भन्दा 71897.1 आउँछ
त्यसै गरी ओम्नीकै नेट रेभेन्यू कति आउँछ त भन्दा 33274222 आउँछ। यो भयो यसको टोटल डाटा, यो यसको टोटल डाटा भयो। यस्तै गरी नै इक्जाममा निकाल्यो भने तपाईहरुलाई एकदम सजिलो हुन्छ यसै गरी नै निकाल्ने। ओके, अब यसपछि क्वेशन नम्बर 1 ले के भनेको छ भने क्वेशन नम्बर 1 ले नेट रेभेन्यू पर स्टिम सोल्ड भनेको छ। नेट रेभेन्यू स्टिमको नेट रेभेन्यू यो हो, स्टिमको नेट रेभेन्यू यो हो, स्टिमको नेट रेभेन्यू यो हो भनेपछि स्टिमको नेट रेभेन्यू 1481495 कुनको नजिक छ त भन्दा ए को नजिक छ, त्यसपछि यसको एन्सर हुन्छ ए। ओके, त्यसै गरी एप्रोक्सिमेटली भनेको नियर बाई भनेको के, नियर बाई एप्रोक्सिमेटली भनेको नियर बाई यसको नजिक छ, 148100 को नजिक छ के अरे। ओके, त्यसै गरी अर्को क्वेसनले के भन्छ भने द हाइएस्ट नेट रेभेन्यू पर भेहिकल कम फ्रम भन्छ, हाइएस्ट नेट रेभेन्यू भन्छ। अघिकै क्वेसनलाई हेरौँ, हाइएस्ट नेट रेभेन्यू कुन छ त भन्दा हाइएस्ट नेट रेभेन्यू यसैलाई हेरौँ त, हाइएस्ट नेट रेभेन्यू कुनमा छ भन्दा हाइएस्ट रेभेन्यू ओम्नीमा छ के अरे, ओम्नीमा छ के अरे हाइएस्ट नेट रेभेन्यू 33274222 भने यसको एन्सर के हुन्छ त भन्दा ओम्नी हुन्छ। किनभने ओम्नीको कति छ त, यम को कति छ यहीँबाट हेरौँ न, यम को कति छ त 1442429 छ के अरे, 1442429 छ। त्यसै गरी ओम्नीको कति छ त 33274222 छ, त्यही भएर यसको एन्सर हुन्छ कति त 3327244 ओम्नी यसको एन्सर हुन्छ। ओके, त्यसै गरी क्वेसन नम्बर 3 ले के भन्छ भने इफ द नेट रेभेन्यू फ्रम अल्टो was to be excluded what percent of the revenue would gain from भनेर भन्छ। एकदम सजिलो, टोटल रेभेन्यू एक्सक्लुडिङ अल्टो कति हुन्छ भनौँ, एक्सक्लुडिङ है, अल्टोलाई छोडेर भनेको टोटल रेभेन्यू जति यहाँ लेखेको छु मैले, यो टोटल रेभेन्यू यहाँ छ, टोटल रेभेन्यू यहाँ छ, यी टोटल रेभेन्यू एक्सक्लुडिङ अल्टो, अल्टोलाई छोडेर एक्सक्लुडिङ अल्टो भनेको है। ओके, यही डाटालाई लेखौँ त्यसो, टोटल रेभेन्यू कति आउँछ अल्टोलाई छोडेर, कति आउँछ त भन्दा एक्सक्लुडिङ अल्टोमा 546816 प्लस 193664 प्लस 34176 प्लस 239232 मिलियन, यो सबै मिलियनमा हो के, मिलियन भनेको छ के अरे, मिलियन भनेको छ। ओके, यो सबै जोड्दाखेरि कति हुन्छ त भन्दा 1013888 मिलियन हुन्छ। ओके, यो त भयो अल्टो एक्सक्लुडेड भनेको। अब वाट पर्सेन्ट अफ द रेभेन्यू वुड जेन फ्रम भन्छ, जेनको वाट पर्सेन्ट भन्छ भने जेनको रेभेन्यू छ त जेनको टोटल रेभेन्यू अफ जेन कति छ त, टोटल रेभेन्यू अफ जेन यहाँ हेरौँ है, टोटल रेभेन्यू अफ जेनको टोटल रेभेन्यू 34176, एकदम इजी यहाँ लेखेको छ 34176। त्यसो भए जेनको टोटल रेभेन्यू 34176, अब यसको पर्सेन्ट सोधेको छ, पर्सेन्ट भनेपछि 34176 अपन 1013888 इन्टु 100%, भेरी इजी, 100%, यो भने कति आयो त भन्दा 3.37% आयो, यसको एन्सर त्यसो भए 3.37, भेरी इजी। ओके, त्यसै गरी अर्को क्वेसनले के भन्छ भने अर्को क्वेसनले which of the following is or are true भनेर भन्छ, the sum of revenue generated by जेन and omni is lesser than twice than by alto भनेर भन्छ। पहिली स्टेटमेन्ट 1 लाई हेरौँ, स्टेटमेन्ट 1 लाई हेर्दाखेरि के भन्छ भने रेभेन्यू जेन एन्ड ओम्नी, एकदम इजी छ। अब यो कहाँ जेन एन्ड ओम्नीको हामीले रेभेन्यू यहाँ निकालिसकेका छौँ, माथि यहाँ निकालिसकेका छौँ, जेन एन्ड ओम्नीको हामीले निकालिसकेका छौँ, यसैलाई नै हेर्ने हो। ओके, ध्यान, यो टेबललाई हेर्दाखेरि, माथिको टेबललाई हेर्दाखेरि
रेभेन्यू जेन एन्ड ओम्नी जेनको कति छ त भन्दा 34176 छ प्लस ओम्नीको कति छ त 23923 छ। यो मिलियन हो के अरे, सबै मिलियनमै छन् के अरे। अब यो कति हुन्छ त भन्दा यसलाई हेर्दाखेरि 273408 मिलियन एन्ड 250624 मिलियन। यो ट्वाइस भएन, ट्वाइस भएन, ट्वाइस भएन, त्यस भए यो गल्ती छ। ओके, क्वेसन नम्बर 2 ले के भन्छ भने इफ द रेभेन्यू स्ट्रिम एन्ड अल्टो बी इन्टरचेन्ज, इन्टरचेन्ज भनेको छ है, अल्टो रेभेन्यू पर युनिट वुड बी मोर देन द्याट अफ जेन भनेर भन्यो। ओके, भेरी इजी, यसलाई सल्भ गरौँ न त, केही छैन। के भन्यो भने इन्टरचेन्ज स्टेटमेन्ट 2 हेरौँ है, स्टेटमेन्ट 2 मा इन्टरचेन्ज गर्न भनेको छ। देन इन्टरचेन्ज गर्दाखेरि के हुन्छ भने गर्दा 193664 अपन 5228.8 यो गर्दै जाँदाखेरि यो त मिलियन हो के अरे, यो गर्दाखेरि 3703737 भयो। त्यसै गरी जेनको के हुन्छ त भन्दा जेनको 34176 अपन 1960.8.3 यो गर्दाखेरि यो पनि मिलियनमा हो के अरे, यो गर्दाखेरि 174295 डबल भएको भएन त, 17 दुना 34, 17 दुना 34, यहाँ त 37 छ, देन यो ट्रु भयो, स्टेटमेन्ट 2 ठिक छ। ओके, त्यसै गरी अर्को स्टेटमेन्ट 3 स्टेटमेन्ट छ रेभेन्यू पर युनिट स्ट्रिम इज ग्रेटर देन द्याट अफ यम भनेर भन्छ स्टेटमेन्ट 3 ले। स्टेटमेन्ट 3 ले अब यहाँ हेर्ने हो भने द रेभेन्यू हेरौँ है त, सुरुमा हामीले हेरौँ है त, स्ट्रिम इज ग्रेटर देन यम भन्छ, स्ट्रिम इज ग्रेटर देन यम भन्छ। स्ट्रिम ग्रेटर छ कि छैन, यहाँ हेर्दाखेरि स्ट्रिम ग्रेटर यम भन्दा स्ट्रिम ग्रेटर छ के अरे, त्यही भएर यम भन्दा स्ट्रिम ग्रेटर भएपछि दिस इज अल्सो ट्रु भने स्टेटमेन्ट 3 पनि के छ त, स्टेटमेन्ट 3 इज अल्सो यो पनि ग्रेटर भएको हुनाले ट्रु भनेपछि दिस इज अल्सो ट्रु भनेपछि बोथ 2 and 3 राइट। थ्याङ्क यू, आजलाई यति नै। अरू क्वेसनको लागि नेक्स्ट भिडियो